हेलो गाइस, यो चाहिँ तपाईँको रोहिणी रोहिणी पार्कै भनौँ न। रोहिणी पार्कै हो यो चाहिँ है। तपाईँहरूको एकदम राम्रो छ यो जग्गा, घुम्न आउनुहोस्। यो चाहिँ टोल ट्याक्स जो दार्जिलिङ जाँदाखेरि बाटो भेट्छ, टोल ट्याक्स पङ्खाबारी रोड नजानुहोस्, रोहिणी रोडबाट आएर ट्याक्क आएपछि चाहिँ तपाईँको यहाँ हल्का मजाको स्पट छ यो। यहाँ चाहिँ तर अहिले सायद यो पानीहरू हालेको छैन। यसमा पानीहरू हाल्यो भने चाहिँ टक्क माछा सासा हालेर राम्रो हुन्छ। यहाँ तल चाहिँ मेरो बुढी हिँड्दैछ। यस्तो बाटोमा चाहिँ हिँड्नु सक्दैन ऊ अलिक कि। यहाँ फुलहरू मजाले फुलिरहेछ, दामी मजाले फुल्दैछ फुल। मजाले रुखहरू हेरिहाल्नुहोस्। माथितिर मजाको छ जग्गा, उपर पनि छ, भ्यू पोइन्टहरू जस्तो छ। यो जग्गामा चाहिँ ट्याक्क मजाले घुम्नु आउनुहोस्, राम्रो छ जग्गा। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ होइन। उताको बाटो आयो भने चाहिँ त्यहाँको बाटो चाहिँ अलिक राम्रो छ। यो बाटो चाहिँ यता चाहिँ सर्टकट नहिँड्नुहोस्। कति मान्छेहरू यस्तो बाटोमा हिँड्नु जान्दैन होइन। हामी त अब हिँड्ने बानी भएर राम्रो छ यहाँ। जसले पनि अब रोहिणी पार्कहरू घुम्न आउनुहुन्छ टक्कै आउनुहोस्। बाटोमै छ, बाटोमा ओह्रालोबाट आउँदाखेरि टक्कै लेफ्टपट्टि ट्याक्क रोहिणी गेट छ, त्यहाँ आउनुहोस् मजाले लगिनुहोस्। यहाँ माथि चाहिँ मन्दिर पनि छ होइन। तपाईँहरूले पूजासुजा गर्नु आउनुहुन्छ भने यहाँ माथि छ मन्दिर। यो मन्दिर हो यो माथिपट्टि। यहाँ पर यस्तो छ मजाको। यहाँ चाहिँ अहिले सुक्खा भइरहेछ एकदम, पानीहरू नभएर होइन। यहाँ तल यता तलतिर पनि मजाको छ घुम्ने जग्गाहरू। एउटा राम्रो छ भ्यूहरू, राम्रो छ। यहाँ तलै छ खोला पनि होइन। पिकनिक सिकनिक खानुहुन्छ भने पनि राम्रो छ यो जग्गा। तल बस्ने जग्गाहरू हेर्नुहोस्, मजाले बनाइदिएको छ। फुलहरू चाहिँ मजाको फुलिरहेको रहेछ है। लु हेर्नुहोस् यहाँ माथितिर टक्कै माथि गयो भने चाहिँ तपाईँको मन्दिर छ। यताबाट सट्टै माथि गयो भने चाहिँ मन्दिर छ। यो पनि मन्दिरै हो होइन। एकदम राम्रो छ जग्गा, आउनुहोस् मजाले। यहाँ चाहिँ ब्रिज जस्तो छ है। यो चाहिँ ब्रिज जस्तो हो। यहाँ माथितिर ट्याक्कै यता आयो भने त्यो घुम्नुहोस् मजाले आएर, मजाको छ।